गाइजहरू जाडो छ एकदम फुस 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 हिउँ परिरहेको अवस्था हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ एकदमै जाडो बढेको छ हिउँहरू झरिरहेको छ देख्न सक्नुहुनेछ तपाईहरूले एकदम सेतम्मे हिउँहरू छ गाइजहरू फुसुसुसुसुसु पर्दैछ अहिले चाहिँ म दोकानतिर जाँदैछु अहिले चाहिँ यहाँ 6 बजेको छ रातिको हिउँहरू परेर यस्तो छ आज चाहिँ अलिक तातै छ हैन हिउँ पर्दा चाहिँ तातै हुन्छ भोलिदेखि चाहिँ एकदम माइनस 12 त्यसका गडगडगड जाडो हुने छ यस्तोमा चाहिँ अहिले जाँदैछु परदेशको जिन्दगी यस्तै छ हो साथीहरू के गर्नु हिउँले फुस 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 हिउँ परिरहेको छ ओह यसरी सोर्नुपर्छ हौ हिउँ त गाइज त्यहाँ एउटाले सोर्दै रहेछ हिउँ हौ एउटाले हिउँ सोर्दै रहेछ यसरी सोर्नुपर्छ खर्क गर्नुपर्छ हौ हिउँ यस्तरी गाइजहरू कहाँमै यहाँ बिहान बिहान हिउँ सोर्ने हिउँ झरेको टाइममा च्याट्ट कम्पनीमा काम छैन हिउँ सोर्यो बस्यो यस्तो छ भ्युजहरू यहाँ सोरिसकेछन् टक्कसँगले देख्न सक्नुहुनेछ यो छ चिज यो चाहिँ नस्पाती हो पछि एकदम फल्छ यो लटरममै नस्पाती हो यो है अहिले चाहिँ यस्तो छ अहिले चाहिँ नस्पाती हो नस्पातीको रुखहरू देख्न सक्नुहुनेछ गाइजहरू पछि चाहिँ फेरि यो मजाले फल्छ लटरममै फल्छ अहिले चाहिँ यस्तो छ यसको हालत ल गाइजहरू अब जति पनि कोरियामा उडाउने साथीहरू आफ्नो ख्याल गर्नु होला जाडो छ धेरै पानी पिउनु होला बन्द कोठा गरेर नसुत्नु होला त्यही भन्न चाहन्छु गोर्खे सलाम अर्को भिडियोमा भेटिन्छौँ ओके सी यू